चल्दिएको ल ओ दादा के चाहिँ हुनेवाला छ अनि हाम्रो रक्कला अहिले यो झापौटा भन्दा हल्का मन्दिर छौँ अब हामी चाहिँ हिँडेको भोटमा हुँदै सकिएवटा डाँडा हुँदै खोटाङ हलेसीसम्म हिँडेको रक्कला यता दामी अस्ति पिच भएपछि दामी देखिन्छ त माथि हेर्नुहुन्छ हामी जाँदैछौँ गुलाबको फुल बोकेर मायालाई भेट्नु साथीले टोकेको होला नुन थला हेलो गाइज हामी ठ्याक्कै अहिले नुन थलामा छौँ होइन गाइज नुन थलामा छौँ हामी टक्क लाएर टक्क लाएर यताबाट आएको टक्क लाएर यता छौँ टक्क लाएर काका र भाइ अगाडि हामी पछाडि बसायो बस गयो हामी जताबाट आएको त्यता उता पानी पर्दै थियो हल्का हल्का हामी चाहिँ टाप भाग्दिएको अहिले चाहिँ हामी भागेको छैनौँ अहिले चाहिँ पानी भाग्दैछ हामीबाट पानी भाग्दैछ कहाँ भागेछ नुन थला भन्ने ठाउँमा छौँ अहिले गाइस अब हामी ठ्याक्क लगाएर गएर टक्क भोकसोक लगाइसकेको हल्का हल्का टक्क गएर हामी कहाँनिर खाजा खान्छ मजा हामी हलेसीमा गएर खाजा खाने अनि टक्क लगाएर जाडोमा सुत्ने अनि ठ्याक्कै यहाँ हेर्नु गाइसहरू तामाङको घरहरू पनि छ यता सधैँ अगाडि बाटो टर्निङ छ मैले चाहिँ एउटा हातले चलाएको छु कतिपय 4 बजे जाँदाखेरि किसी को भी पता नहीं चलना चाहिए कि हम लोग किधर जा रहा है जबै हलेसी आयो फाइनल्ली हलेसी आयौँ हामी भने पानीले पुटो हामीलाई बाटोमा होइन हल्का पानी लागेर पनि छुट्याइरहेको छ तर अघि चाहिँ लास्टै पानी परिरहेको थियो उता चाहिँ झन्डै मारो हामीलाई पानीले अहिले चाहिँ पर्दैन तर बाटो साह्रै सानो सानो रहेछ यता पहिलो गएको त कुनै कुनै ठाउँ एउटा बाइक मात्रै छिर्ने ठाउँ पनि छ गुम्बा आगे हेलो गाइस देखो गाइस पानी छैन त साह्रो हेर्नु न
जति पनि दिएर लगाइदिनु ऐसे नहीं करो यसो घुमाएर बाहिर बाहिर नमस्ते दुईवटा एउटा गोजीबाट निकाल्नु नेक्स्ट धमिलो फर्किँदैको होलेसीबाट दिङलातिर टक्क 10 बज्यो यता अब दिक्कै जाँदैछौँ हामी हामी सबैजना छौँ हिजोको टोली यता नाच्नु जस्तो छ पछाडि टक्क निकल भान्जा बोकेर छु मैले त्यहाँदेखिको अरू सब पछाडि म चाहिँ अगाडि एउटा हातले बाइक चलाएर अर्को हातमा मोबाइल राखेर भिडियो गर्दैछु सावधान 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 जति लेखा है सावधान ठाउँको नामै यो अप्ठ्यारो नमस्ते खोटाङ नमस्ते खोटाङ यो अगाडि 30 मा मात्रै चला भनेछ तर म 30 मा स्पिडमा छु है च्यालेन्ज गरे हामी विद्यालय क्षेत्रमा हर्न बजाउन निषेधित छ